फाइनली साथीहरू अब सोलु हाइड्रो पावर लिमिटेडको आइपिओ सेयर्स चाहिँ नेप्सेमा सूचीकृत हुने भएको छ। कहिले यसको आइपिओ चाहिँ नेप्सेमा सूचीकृत हुँदैछ, कहिलेबाट हामीले कारोबार गर्न पाउनेछौँ र कति किता सेयर चाहिँ नेप्सेमा लिस्ट हुँदैछ, सम्पूर्ण जानकारी आजको यस छोटो भिडियोमा दिने कोसिस गर्नेछौँ। भिडियोलाई लाइक, कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया र च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। सोलु हाइड्रो पावर लिमिटेडको 10 करोड युनिट सेयर चाहिँ नेप्सेमा लिस्ट हुन गइरहेका छन्। यसमा प्रमोटर सेयर्स र पब्लिकका लागि जारी गरिएको आइपिओ सेयर्स दुवै गरी सम्पूर्ण सेयरहरू चाहिँ अहिले नेप्सेमा सूचीकृत हुन लागेका छन्। कुल सेयरमध्ये 2 करोड किता सेयर चाहिँ आइपिओद्वारा पब्लिकमा बेचिएको थियो भने बाँकी रहेको सेयर चाहिँ प्रमोटर सेयर रहनेछ र 100 रुपियाँमा हामीले आइपिओ अप्लाई गरेका थियौँ पौष महिनाको 29 गतेदेखि लिएर माघ 4 गतेसम्म। नेप्सेले फर्स्ट ट्रेडिङको लागि ओपनिङ रेन्ज 100 रुपियाँदेखि 300 रुपियाँसम्म तोकेको छ। मार्केट डिमान्ड अनुसार प्राइस तलमाथि भने मुभ भइरहनेछ। नेप्सेसँग एग्रिमेन्ट कम्प्लिट भयो भने यही आउने चैत्र महिनाको 1 गतेदेखि चाहिँ हामीले यसको ट्रेडिङ गर्न पाउनेछौँ। विभिन्न अन्य कम्पनीहरूका आइपिओहरू पनि खुलिरहेका छन्। ती सम्पूर्ण भिडियोहरू हामीले च्यानलमा राखिदिइसकेका छौँ। च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडी ती भिडियोहरू हेर्न नभुल्नुहोला।